टु माई युट्युब च्यानल। म आज खैरे भएर आइसकेको छु। मेरो साथमा हुनुहुन्छ बोका, अर्को बोका, महाबोका, यसको मुख हेर्नु। कालो भैँसी, गोरु के त के छ अनि? ठिक छन्। अरू के हो र अब तक्क तल गाउँतिर झन् लाग्यो। कतातिर आज? आज तल यसो निदर खाली भयो जस्तो छ। अब दसैँको दिन अब तल खाना जानु पर्यो। यता चाहिँ चप्पल चोर दियो कसले, चोरलाई मेन्सन हानौँ गाइस। को चोर चप्पलै गाड भयो। कतैभरि लैलै आज मामा घर सुपुक्कै, बुबुमा सुपुक्कै। हेर्नु त एकचोटि ह्यान्डसम्महरूले हुलिहाल्यो। अब हामी यस्तो भ्याङ्ग्रे भएर हिँड्नेछ गाइस। यस्तो दामी भएर साइड ब्याग बोकेर अनि के गर ठिक छ होइन? आज चिसो चिसो मौसम। त सेम चाइनिज त किराजको चाइनिज म्यान इन द हाउस। यसो चाइनिज बोले यस्तो गर्दैन नि त ल। छ्याङ छ्याङ छुङ छुङ छ्याङ खिचिङ छिङछिङ जुठो परिङ परिङ। वाउ। अनि मान्छे हाम्रो हुन्छ। अनि हाम्रो सबैभन्दा हेन्सी सर भनेपछि कुरै सक्यो अब। ल अब बाटो लाग्दै मलाई टक्कै एमआरपी टाइपमा यस्तो भ्लग राख्दै हिँड्दै। हिजो एमआरपीसँग पनि भेट्थ्यो। अनि त्यही हो, यस्तो दामी हरियाली। अनि आजको मौसम चिसो चिसो छ, बादलहरू यस्तो। यो यहाँ छ दसैँमा टिका लाउनु नपाएर खाली निधार। राम्रो आइरह। यो टोपी लगाएर भएन लगाएर एकचोटि छोडिदिने। यो टोपी त लगाएर हिँड्छ। राम्रो आइरहेको होला, तर के गर्नु। ब्लगमा हुन्छ सबै। दिपेशको बोके त यसो गर्नु। ऊ त्यहाँ तेरो मिज्यो खै त्यसको छ। त अनि ठ्याक्क रहेछ दिपेश। यता हेर्नु। हो त्यसको छ है, त्यसको छ, त्यसको छ, यसको छ। आज बस्छु ल ल है। आज चाहिँ हामी जङ्गलतिर जानु लाग्यो 4-5 जना भएर। के गर्नु जाने रे? म चाहिँ खास वनकुखुरा मार्ने भनेर जानु लाग्यो, तर गुलेली नै भएन। त्यो कारण अब यसो साथसँग गइदिनु लाग्यो। डाइरेक्ट वनकुखुरा मारेर हालेर ल्याउनु थियो। अब के गर्ने, गुलेली छैन, भोलि मार्नु पर्ला। अब गएर यसो बाख्रा नि लिएर जानु लाग्यो। बाख्रा माथि चौर छ, त्यहाँ गएर चटपट बनाएर खाएर यसो भ्यूसी हेरेर अनि फर्किने हो। हामी 4-5 जना जानु लागेको छौँ। अगाडि दुईवटा बाख्रा लिएर हिँड्दैछन् 4 जना। म चाहिँ पछाडि छु। उकालो 8 घन्टा जतिको बाटो छ। बिस्तारै बिस्तारै जाँदैछौँ। त्यही हो, भ्लग चाहिँ मेमोरीको लागि हो, मेमोरिजको लागि। यस्तो कन्टेन्सन केही छैन होइन। ठिक छ। ठिक छ। अब अलि माथि गएर भिडियो बनाउँछु म। हिँड्न गाह्रो भइरहेको 4 जना अगाडि। हामी चाहिँ अहिले अलि माथि आइपुगेको अवस्था छ। यहाँबाट दामी भ्यू देखिँदो रहेछ जङ्गलसँग। पानी पर्ला जस्तो नि गरिरह। हिँड्दैछौँ हामी, ब्लगिङ गर्दै हेर्दै जाम। छाता नि लिएर आउनु पर्ने हो त, पानी पऱ्यो भने त। बेलुकैसम्म पानी पर्दैन।
यतातिर फेरि खुल्ला आकाश गरेर यतातिर पानी पर्ला जस्तो गरेर के छ त के बोकेर हिँडेको सहरले एकदम भरिया हिँड्दै गाडी गर्ने मान्छे भरियै जस्तो यहाँ चाहिँ यसो चटपटको सामानहरू छ यसमा अहिले यसो भोक लाग्यो भने यसो सेक्दा गर्ने ठिक छ अगाडि बाख्रा हिँड्नु पछि पछाडि हिँड्दा थकाइ लागे जस्तो छ कहाँ 1 घन्टा लाग्यो भने त पानी परिहाल्छ नि 15 मिनट क्या ती आधी घन्टा 35 मिनट 40 मिनट त लाग्छ अझै यो हिँडाइले त अझै 1 घन्टै लाग्छ ल हिँड्नेछौँ अब एकैछिन यहाँ माथितिर पुगेर भिडियो बनाउँछु म हेर्दै जाऊँ मैले भर्खर एउटा चिया बनाएको छु यसको नाम चाहिँ दुध चिया भन्छ कि पहिला चाहिँ काँचो नि खान्थ्यो अहिले त निचारेर दुध देखाइदिएन रे त्यसले भाज्ने भने यसमा त दुध जस्तो भनौँ न यो चाहिँ अलिक सुके रहेछ निचर यो चाहिँ अलिक सुके रहेछ तर दुध जस्तै देखिन्छ कि दुध जस्तै आउँछ कि यो अलिक सुके खाएको सानोमा यो बाटो उकालो ओह्रालो गरेको हो अहिले धेरै पछि आउँदाखेरि हल्का गाह्रो भइरहेको हेर्दै जाऊँ कहाँसम्म पुगिन्छ भन्दा नि पुग्न पर्ने त माथि चौरसम्म हो अब 45 मिनटमा वहाँमाथि पुग्ने टार्गेट छ अब कति जङ्गल छ जोस् होइन जङ्गल छ यस्तो जङ्गल छ होइन चारैतिर जङ्गल जाँदैछौँ भनौँ जोस् माथितिर गएर भेटौँ यता माथितिर बस्छौँ लाने अगाडि बाख्रा लिएर वहाँ पुगिसक्यो यतातिर चाहिँ चरा कराइरह यो चराहरू चाहिँ जे होस् ठुलो हुन्छ अब भ्लगमा स्वागत गर्न चाहन्छु प्रकाश सरलाई वेलकम कस्तो भइरहेको उकालो कि नै उकालो चाहिँ त्यस एकदम राम्रो छैन टक्क खाली उकालो अब त्यो अब पुगिन्छ अब एकछिनमा होइन क्या आधी घन्टा भनौँ आधी घन्टा आयो ल ठिक छ आधी घन्टा उठेको हेर्दै पनि राइड ल 1 घन्टा त लाग्दैन होला आधी घन्टा लाग्छ होला आधी घन्टा चाहिँ त्यहाँ पुग्छौँ हामी उकालो यस्तै छ उकालो माथि पुगिसकेको छ बल्ल आयो त यो अब आयो नि अब यहाँ एकछिन थकाइ मार्नु पर्ने हुन्छ यहाँ त एकछिन बस्ने हो कि जाने हो पानी पर्ला जस्तो गरेर फेरि जाने हो छिटो गएर फर्किहाल्ने छिट्टै आइसक्यो यहाँ थकाइ लागेको अवस्था छ के भन्न चाहनुहुन्छ तपाईँ केही पनि भन्न चाहन्न म भेराखर चौरमा चाहिँ किन जान खोजेको घुम्न नयाँ भवन हेर्न पिकनिक खान अरू चटपट बनाएर खान फोटो खिच्न अब छिटो हिँड्न पऱ्यो तपाईँ हिँड्नु होला छिटो हिँड्न सक्दिनँ म ल एकछिन हामी यहाँ बस्छौँ होला त्यसपछि चल्दिन्छौँ ल के छ अनि ल थकाइ पनि के मानि गाइज ल चल्दिउँ उतैतिर खानुपर्छ जाऊँ ल अब चाहिँ भ्लग मैले गराउँदैछु यो बाटो चाहिँ म धेरै पछि आएँ कति पछि आएँ म 2 वर्ष 3 वर्ष होला हामी चाहिँ पहिला सानो हुँदा यहाँ सत्तर काट्न आउँथ्यौँ यो बाटो चाहिँ भिरमा पुगिन्छ भिर चाहिँ छेक्के छ यहाँदेखि उहाँ चाहिँ दिपेशले घाँस काट्दैछ
हाम्रो बाटो चाहिँ यस्तो छ यता चाहिँ पुरै जङ्गल 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 खुट्टा हेर्नु मोजामा चप्पल लाएर वनमा आउँदा को आउँछ खुट्टामा घाउ हुने भएर हो के जाम हामी जस्तो आउनुपर्छ यस्तरी खुट्टामा घाउ भएर फुल फुलिरह यहाँनिर चाहिँ च्याउ फलिरहेको रहेछ नखाने च्याउ टक्क खाने च्याउ भएपछि लगिसक्छ यहाँनिर फलिरहेको छ यहाँनिर झन् धेरै रहेछ दामी यस्तो फलिरहेको छ यहाँ नखाने च्याउ भएर यत्तिकै छोडिरहेको छन् मान्छेहरूले खाने च्याउ भएको भए लगिसक्दैन सानो सानो हुँदाखेरि यो जङ्गलहरू चाहिँ सबै दुल्ले हामी चाहिँ होइन अहिले धेरै पछि आउँदाखेरि चाहिँ हल्का हिँड्न गाह्रो भइरहेको अवस्था छ त्यही अब पुगिन्छ अब 10-15 मिनटमा जहाँ चाहिँ अब गाउँहरू चाहिँ तल छ कि तर माथि जङ्गलमा एउटा पूजा गर्ने भवन यताउतिहरू छ त्यहाँ चाहिँ हामी यसो हेर्नलाई घुम्नलाई आएको छौँ के गर्ने छौँ हामी देखाउने नै छौँ गाइजहरू अगाडि हिँडेर बाख्रा पनि साथमा छ हाम्रो दुईवटा बाख्रा लिएर आएको छौँ त अब उतै पुगेपछि भेटौँला है त ल लगभग हामी नजिक नजिक आइसकेको अवस्था छ अब हामी लगभग पुगिसकेको छ यतातिर चाहिँ भिड छ होइन बादलले गर्दा देखेको छैन योभन्दा नि अग्लो भिड छ अझै माथि पानी पर्ला जस्तो गरिरहेको छ यहाँ चाहिँ थकाइ लागेर बसिसकेको अवस्था छ के भयो थकाइ लाग्यो र अब 10-15 मिनट मात्रै छ छिटो छिटो जाम होला 2-3 जना अगाडि गइसक्यो म नि हिँडेँ अब हल्का बाटो चिप्लो चिप्लो छ होइन भ्यू चारैतिर जङ्गल यतातिर चाहिँ निलो निलो आकाश गरिरहेको यतातिर चाहिँ पानी पर्ला जस्तो गरिरहेको छैन पानी पऱ्यो नि टेन्सन चाहिँ भएन बस्नलाई ठाउँ छैन त्यहाँ माथि तर पानी नपरेकै राम्रो यसो माथि गएर के गर्नु छ हामी देखाउने नै छौँ हेर्दै जाऊँ पानी चाहिँ पर्छ होला जस्तो लागिरहेको छ यता चाहिँ हिँड्न गाह्रो भएको अवस्था 2-3 जना चाहिँ यता माथि पुगिसकेको म चाहिँ यहाँ बिचतिर छु यता चाहिँ चरा कराको आवाज सुनेर ढुङ्गा हानिरहेको अवस्था बिजुक बाटोको हालत अलिक खराब नै छ होइन सियोस पानी पर्छ कि पर्दैन भन्ने कुरो हो अब पुगिसकेको छ अब पुगेपछि के हुन्छ यता चाहिँ ए भगवान् भन्न लागिसक्यो हिँड्न गाह्रो भएर अरू चाहिँ माथि पुगिसकेको छन् अब हेर्दैछौँ तिनीहरूलाई कतिखेर भेटिन्छ होइन अब भेटेरै भिडियो बनाउँछु म सबैलाई यहाँ चाहिँ एकजना हिँड्न गाह्रो भयो यसलाई चाहिँ हिँड्न गाह्रो भइरहेको अवस्था छ हेर्नुहोस् ल गाइस अब पानी पर्ला भनेको झन् एक्कासी माथि आउँदा घाम लागेको अवस्था छ घाम यताउता लागेर पानी चाहिँ पर्ला जस्तो छैन अब हामी चाहिँ हिँडिरहेको छौँ यहाँ अरू चाहिँ कहाँ पुगिसके घाम लागेको अवस्था छ अहिले चाहिँ पानी पर्छ होला भनेको हामी चाहिँ हिँडिरहेछौँ अरू 3 जना चाहिँ गइसक्यो आकाश चाहिँ निलो देखिरह जङ्गल अब धेरै माथि छैन हामी गन्तव्यको नजिक छौँ अब हामी पुग्ने अवस्थामा छौँ पानी चाहिँ पर्ला जस्तो छैन अब हरियाली अनि खुल्ला आकाश गरिरहेको छ
जाम अब चाहिँ अब चाहिँ 5 मिनट नै होइन अब 2 मिनट जतिमा पुगिन्छ होइन 2 मिनेट त लाग्दैन 10 मिनेट त लाग्छ यही माथि हो अब त यही माथि त हो नि यता त जाने हो त्यताबाट यता उता ए राइट हो कि लेफ्ट हो तिनीहरू कुनतिर हो हामी यतैबाट यता त हो नि यता ल अब हामी पुगिसकेको छौँ लगभग आधी घन्टा जति हिँडेपछि हामी आइपुग्न लागेको अवस्था छ आधी घन्टामा धेरै त होइन होला हामी पुगिसकेको अवस्था यहाँ चाहिँ यो बाटो चाहिँ उता खोलातिर जान्छ भने यता चाहिँ भवन भएकोतिर हामी पुगिसकेको छौँ गाउँमा भइसक्यो त्यहाँ चाहिँ अब त्यहाँ एउटा देउता मान्ने त्यहाँ पूजा गर्नेको लागि भवन बनाएको छ सबै कुरा छ त्यही हेर्नलाई हामी यहाँ यो चाहिँ यो बिरुवाहरू चाहिँ हामीले रोपेको पहिला मल्लो जाने हरियै छ यो चाहिँ बनलरा होइन यस्तो सेतो सेतो उठ्छ कि यस्तै सेतो सेतो उठ्छ कि बाटो चाहिँ के हो त्यो लगभग आइसकेको छ यो मल्लो चाहिँ हरियो नै छ पाक्यो भने अमिलो हुन्छ मिठो नै हुन्छ यो बाटो चाहिँ लास्टै चिप्लो हामी आइसक्यो 3 जना चाहिँ अगाडि आइसक्यो हेरौँ अब हामी के गर्छ नि बादल चाहिँ कस्तो सरर हिँडेको अवस्था यस्तो बाटो ल फाइनल्ली हामी आइपुगेको छ होइन भिरको जरामै हो अब यो धुरीमा नि गइसकेको छ हामी यता तुप्पीतिर यता नि फेरि एक दिन हामी जाने प्लानमा छौँ यही हो हामी आउन खोजेको ठाउँ जे खुल्ला स्वतन्त्र स्वच्छ सफा हरियाली अनि भिरहरू नि छैन अब ल हामी के गर्छ देखाउने नै छौँ दामी दामी बादल कस्तो दामी यो चाहिँ टोइलेट भयो त्यो चाहिँ पूजा गर्ने भवन गाउँको होइन यहाँ चाहिँ पूजा असारतिर हुन्छ होइन हामी आइसकेको कस्तो छ यहाँनिर खुल्ला ग्राउन्डहरू छ पहिला यहाँ पोलिथिन थियो अहिले चाहिँ यहाँ लाइन पनि आएको छ है लाइन पनि आइसकेको छ यहाँ गाउँदेखि टाढै भयो नि लाइन चाहिँ आइसकेको छ होइन अब त्यसमा पहिला ग्राउन्डहरू खाली थियो त्यस फुटबल खेल्थ्यो सानो हुँदाखेरि अहिले चाहिँ पुरै जङ्गलै जङ्गल भइसकेको छ पहिला चाहिँ गाई भैँसीहरू पनि छोडिदिन्थ्यो अहिले चाहिँ बन्द छ यहाँ चाहिँ भवनै हो अनि 3 जना अगाडि यो बहिनी यो मेरो बहिनी भयो बाख्रा लिएर आएको अनि यता खै त दिपेश त्यो धारो भयो अनि यता टक्क भ्यू चाहिँ दामी बादल जान सक्नुहुन्छ होइन अब ल अब हामी नेक्स्ट चाहिँ रेस गरेर यता के गर्छ पसिना नि आएर जस्तो छ ल यहाँनिर चाहिँ धारो भयो धारो त्यतिवाला राख्यो भने त कहाँ आउँछ त नि यो आएको गर्नु पऱ्यो नि यो चाहिँ यहीँ यतातिर खोला कटा छ यता जङ्गलतिरबाट आएको खोलाको पानी हो यो चाहिँ चिसो छ एकदम फ्रिजको भन्दा चिसो मोजा लगाएर आइहाल्यो म त होइन अब के पानी चाहिँ खानु पर्ला बोतलमा चाहिँ जेएमवाइसी जुग जमालिका युथ क्लब जेएमवाइसी भनेको चाहिँ आइपुग्यो टक्क यतातिर रोडहरू आयो भने चाहिँ यतै घर बनाउँदा नि हुन्छ अन्त बादल चाहिँ दामी लागिरहेको बिचमा चाहिँ फेरि निल्लो पानी पर्ला जस्तो गएको थियो कि यहाँ चाहिँ दिपेश यतापट्टि नि एउटा ग्राउन्ड जस्तै छ यता यो ग्राउन्ड भयो यता अहिले बिजुली बत्तीहरू पनि आइसकेको छ
यस अब चर चाहिँ पुरै घाँसै घाँस भन्दा नि के भयो यहाँ चाहिँ ओखरको यो ओखरको बुट्टा यो ओखरको बुट्टाहरू नि हामीले रोपेको यो म आउँदाखेरि म कति दिन 7 दिन काममा लागेको हो त यहाँ यही रोप्नु खाल्टा खन्ने चाहिँ हाम्रै घरि रोप्ने यता पुरै छ यतातिर के छ अनि कसरी आइयो सजिलो दामी रहेछ धारा नि दामी रहेछ यो चाहिँ देखेको छैन पहिले यो चाहिँ पहिले थियो यो टोइलेट र चाहिँ अहिले देखेको धारा छ ल यहाँ चाहिँ टक्क दाउरा राखेको रहेछ गाउँकै लागि होला अनि यहाँ फुलहरू रोपेको रहेछ अनि यहाँ एउटा बन्डाको बुट्टा नि फलेको रहेछ यहाँ चाहिँ यस्तो दामी फुल फुलेको रहेछ अब भाइटिका यहाँ चाहिँ हामीले बाख्रा लिएर आएको यहाँ छ होइन एउटा बोका एउटा पाथी बस्ने ठाउँ चाहिँ अब टक्क चटपट बनाएर खाएर फोटो भिडियो बनाएर अनि कसरी आयो त ल अन्त तिमी कसरी आइपुग्यो जेस उकालो बाटो जेस आइयो आउनु त जेस आरामले तल झर नि त अनि तल झरिदिने र ल यहाँबाट भ्यू चाहिँ दामी आउँछ जेस फ्यामिली आयो अब ल के गर्ने हो गरौँ यहाँ त टक्क खुर्सानीहरू मसलाहरू पिस्नलाई त्यो नि रहेछ एउटा खुर्सानी रहेछ खुर्सानी चाहिँ त्यो छ यो चोक यो कात्तीको घाउ भएको यहाँ चाहिँ कसले च्याउलेर छोडेर यहीँ सुकेको रहेछ खाने च्याउनी होला यो जे छ हरियाली मेन पूजा गर्ने ठाउँ यो यसकै लागि बनाएको भनेर यहाँ चाहिँ खानु हुन्न होला उता ग्राउन्डतिर जाऊँ कहाँ पूजा गर्ने ठाउँमा बसेर खानु चराएर खाने भने अब खायो नि अनि खानेकुरा त भने थिएन कच्छी त आएको छैन त कतै पनि जान छोडिदियो कहाँ रे बाटो देख्यो भयो अब के गर्ने ग्राउन्ड बनाएर त गरेर यसरी के गर्ने गयो पानी पर्छ होला कि एकछिनमा चेन हुन्छ अघि भर्खरै खुल्ला थियो अहिले भर्खरै पानी परेको छ ए यो माओवादी युगमा पल्लोपट्टि त झन् दाउरा काट्न आउँदाखेरि मान्छे गाडेको हात खोज्दै देखिन्थ्यो अरे हो मिलन बजेले देखेको अरे खोज्दै फेदै अनि यता माओवादी युगमा चाहिँ पहिला यतातिर चाहिँ ट्रेनिङ सेन्टर जस्तै मान्छेहरू उठाउँदै ल्याउँथे ट्रेनिङ सेन्टर जस्तै थियो यो खुल्ला ग्राउन्ड थियो पानीको व्यवस्था टक्क खाल्टाहरू यहाँ सब खाल्टा खाल्टिसक्यो यहाँ झाडी हालिसक्यो सब माओवादी युगमा त्यो गरेको अब भर्खरै घाम लागेको थियो अब यो भर्खरै पानी पर्ला जस्तो जतिखेर नि पानी पर्न सक्छ यतापट्टि चाहिँ गएन उता अर्कोतिर चाहिँ म टुप्पीमै गएको गाउँको अब मुख्य यो पूजा गर्ने गाउँले मान्ने देउटा भनेको यहाँ कहाँ रिसोर्ट गाउँले मान्ने देउटा त छ अब यहाँ अब यस पूजा गर्दाखेरि यताउति भोजनहरू यताउति अब टोइलेट चाहियो यताउति त्यही त गरे नि अरू के चाहियो अब बत्तीहरू नि अब चाहियो त्यही भएर होला यता टेन्ट हान्नु सुत्यो भइहाल्यो नि राति 12 बजीसम्म बाहिर त्यो गऱ्यो फायर क्याम्पहरू गर्ने गर्ने अनि भित्र गएर सुत्ने राति पानी छ बिजुली छ टोइलेट छ सबै थोक छ ल अब के गर्ने फोटोसुटै छ सबिना चाहिँ यहाँ बसिरहेको बाख्रा हेर्दै बाख्राको ठाउँमा यता ताल हेर्नु यता चाहिँ सर्प होला फेरि नागिन सर्प खाली छ यता ए यहीँदेखि ताल रहेछ गइस पोखरी उयो कहाँबाट पानी आएको यो धाराको पानी यहाँ छ क्या
साँच्चै धाराको पानी हालेर छोडिदिनुहोस्। धाराको पानी फाल्ने हो त पाइप कहाँबाट आयो त? त्यो पाइप त हाम्रो धारामा लगेको पाइप होला नि उठाएको पानी यहीँ लिएर छोडेको छ भनि त रहेको थिएँ। तेल पोखरीमा पानी नपरे नि पोखरी बाहिर तर हाम्रो पोखरी छ नि पठाउँछौँ पोखरीमा अघि भर्खर पानी नपर जस्तो गरेर अहिले पानी पर जस्तो गरिरहेको फेरि। Run. चटपट रेडी। चटपटको अवस्था खाने मान्छेहरूको अवस्था। बोतलमा पानी चाहिँ लिएर राख। बाख्राहरूले नि के खानु राखेर त्यहाँ कुखुराले के को बार्ने खाँदा खै बङ्गालको पाउनु बन्दैछ पानीहरू लास्टमा कटाकटा गर त्यो काँक्रो पनि खाइदिन्छ होला उताबाट डर त्यो आलु पनि खाइदिन्छ के गर्नु ओ आलु खायो आलु बन्द खायो हुन्छ भएन है तिमी सायद यही भिडमा मलाई हेरिराखेको होलाउ मैले तिमीलाई धेरै धेरै माया गर्छु तर मैले तिमीलाई माया गर्छु भन्दैमा तिमीले मलाई फेरि माया फिर्ता गर्नुपर्छ भन्ने पनि छैन मसँग तिमीलाई माया जताउने अधिकार छैन होला तर मसँग माया गर्ने अधिकार त छ ल अब चटपट खाएर फोटोसोटो खिचेर गइसक्यो अब हामी फर्किनेवाला छौँ होइन हो गाइज ल अब चाहिँ टक्क फोटोसोटो हान्यो जोस् अब फोटोसोटो हान्दै अब लाग्नु पर्ला जस्तो छ गाइज पानी पर्ला यताउति भन्दा भन्दा घाम लागेको अवस्था छ होइन टक्क वेदर चाहिँ क्लिन छ यस्तो अब चाहिँ हामी फर्किनेवाला छौँ होइन अब त्यही हो घाम चाहिँ लाग्ने नलाग्ने गरेर भ्यू चाहिँ हेर्न सक्नुहुन्छ ल गाइज अब हामी फर्किन लाग्यो फोटोसोटो बाख्रा साख्रा चराएर जान लाग्यो बाटोतिर ल आज घुमेको ठाउँ यसो यतातिर भ्यूहरू अब हल्का पानी पर्ला जस्तो नि छ अब लाग्दिएको बसेको हुन्छ घरतिर अगाडि लाग्यो बाख्रा साख्रा लिएर अगाडि गइसक्यो बहिनी टक्क रमाइलै भयो जस अब घर गइन्छ अब धेरै लामो भिडियो नि बनाउँदैन होला फोनमा चार्ज सकिरह भिडियो चाहिँ अब यतैतिर सकिन्छ त अब घरतिर चल्दिएको ल भिडियो चाहिँ यिन हान्दिएको ल